इजिगो इलेक्ट्रिक साइकलले लिएर आएको छ नयाँ वर्षको आकर्षक उपहार, जसमा तपाईले 10,000 नगद छुट साथै आकर्षक गिफ्ट ह्याम्पर पनि पाउनुहुनेछ। तपाईले हेर्दै हुनुहुन्छ इजिगोको इलेक्ट्रिक साइकल निकै नै आकर्षक कलर र डिजाइनमा रहेको छ। नयाँ वर्ष धुमधामको साथ मनाउनको लागि हामीले आकर्षक उपहार लिएर आएको छौँ, अफर लिएर आएको छौँ। अब यसमा तपाईले यो साइकलको बारेमा हामीले कुरा गर्नु पर्दाखेरि सधैँ चाहिँ देखिने साइकलभन्दा परिमार्जित भएर आएको छ, अपग्रेड भएर आएको छ। यसमा तपाईले सबभन्दा यसको ठुलो कुरा भनेको माइलेज, तपाईलाई 70 to 100 किलोमिटर माइलेज पाउनुहुन्छ। यसमा व्हील साइज ठुलो हो, सँगसँगै तपाईले स्कुटीको लुक्स पाउनुहुन्छ, स्पेस छ जहाँ तपाईले विभिन्न कुराहरू तपाईले क्यारी गर्न सक्नुहुन्छ। सँगसँगै यसमा तपाईलाई जस्तै अरू साइकलहरुमा तपाईले पाउनुहुन्छ त्यही मोडलमा हामीले अपग्रेड भएर आएको छ। सँगसँगै कुरा गरौँ ब्याट्री, यसमा ब्याट्री तपाईलाई 30 एम्पियर को रहेको छ। ए ब्याट्री चाहिँ 30 एम्पियर गयो। हजुर 30 एम्पियर को ब्याट्री निकाल्न मिल्छ कि मिल्दैन? तपाईले रिमुभल ब्याट्री हो, मजाले यसरी तपाईले खोल्न सक्नुहुन्छ, यसरी झिक्न सक्नुहुन्छ, फेरि राख्न सक्नुहुन्छ। सँगसँगै यहाँ ब्याट्री यसरी राखेर तपाईले यसलाई लक गर्न सक्नुहुन्छ। अनि सँगसँगै यो सिट पनि एडजस्टेबल छ, एडजस्ट गर्न सक्नुहुन्छ आफ्नो हाइट अनुसार। र यो साइकल खास गरेर तपाईले कति मान्छेलाई कम हाइटको साइकल भन्ने गुनासोलाई आधार मानेर हामी यसलाई कसैले यदि हाइट साइकल किन्न चाहनुहुन्छ भने यो पनि अझ तपाईलाई प्लस पोइन्ट हुनेछ। अब कुरा गर्दाखेरि सधैँ चाहिँ रेगुलर व्हील रहेको छ, ट्युबलेस टायर हैन, तपाईलाई सस्पेन्सन रहेको छ है। सँगसँगै तपाईलाई फ्रेमको लुक्स हेर्नु तपाईलाई राम्रो डिजाइन रहेको छ है। कलर पनि तपाईले फरक कलरहरुमा पाउन सक्नुहुन्छ। त्यस्तै अब कुरा गर्नु पर्दाखेरि ब्रेकिङ ड्रम रहेको छ है, पेडल एसिस्ट मोड पाउनुहुनेछ। सँगसँगै अझै कुरा गर्नु पर्दाखेरि मोटर हाम्रो यहाँ रहेको छ भने मोटर सँगसँगै तपाईलाई व्हील लक पाउनुहुन्छ पछाडिपट्टि। ए व्हील लक पनि छ यसमा? व्हील लक र यसको व्हील लक पाउनुहुन्छ। यसमा सबभन्दा पछिल्लो टाइममा अपग्रेड हुनुमा एउटा अर्को कुरा भनेको डबल सकअप रहेको छ, डबल सस्पेन्सन, जुन चाहिँ तपाईलाई गजबको आरामदायी यात्रा रहनेछ तपाई यात्रा गर्दाखेरि। अनि अरू सँगसँगै तपाईले यसमा कीहरू पाउनुभयो, ब्याट्री की पाउनुहुन्छ हैन, अन अफ गर्ने की पाउनुहुन्छ, रिमोट की पाउनुहुनेछ हैन, लाइटहरू, इन्डिकेटरहरू, हर्नहरू सबै पाउनुहुन्छ, स्पिड अप डाउन गर्न सक्नुहुन्छ। त्यस्तै कुरा गर्नु पर्दाखेरि यसमा के दिएको छ ह्यान्डलमा त्यो देखाइदिनु न त। ह्यान्डलमा तपाईले डिजिटल मिटर ब्याट्री हेर्न सक्नुहुन्छ, डिजिटल मिटर ब्याट्री चाहिँ पाउनुहुन्छ। स्पिड छ हामीसँग 1 to 3, लेफ्ट राइट इन्डिकेटर, हर्न हैन, एट्र्याक्टिभ क्लासिक मिरर। अब यसको प्राइस चाहिँ कति पर्छ र के डिस्काउन्टको कुरा गर्नु भएको थियो तपाईले अघि सुरुमा? यसमा हामीले नयाँ वर्षको अफरमा हामी यसमा के राखेको छौँ भन्दाखेरि तपाईले 10,000 नगद छुट पाउनुहुनेछ। सँगसँगै आकर्षक तपाईले गिफ्ट ह्याम्पर पाउनुहुन्छ। यसको प्राइस रहेको छ 1,25,000, जसमा तपाईले 10,000 नगद छुट पाउनुहुनेछ। ए ओके ओके। अनि यो चाहिँ अफर कहिलेसम्म रहिरहन्छ? यो अफरको कुरा गर्नु पर्दाखेरि तपाईँ आजदेखि किन्न सुरु गर्न सक्नुहुन्छ। एउटा लिमिटेड स्टक हामीसँग रहेको छ। अनि सँगसँगै तपाईले बढीमा वैशाख मसानसम्म पाउनुहुनेछ। ए ओके ओके ल। अनि यसमा चाहिँ अब कस्तो व्यक्तिले यो चलाउन सक्छ होला? यो तपाईलाई हरेक एजको व्यक्तिले चलाउन पायो, तराईमा, पहाडमा, सबै एरियामा चलाउन सक्नुहुन्छ। डबल सिंगल बोथ चलाउन सक्नुहुन्छ है। दुईजना बसेर पनि चलाउन सक्यो, एकजना बसेर पनि चलाउन सक्यो। माइलेजको कुरा तपाईलाई भनिदिइहालेँ हैन, माइलेज तपाईले 70 प्लस पाउनुहुन्छ एकचोटिको चार्जमा। कस्तो कस्तो ठाउँमा चलाउँदाखेरि बेस्ट हुन्थ्यो होला हैन? तराईमा फिलिली चलाउन सक्नुहुन्छ दुईजना एकजना बसेर। पहाडको सन्दर्भमा कुरा गर्दाखेरि पनि तपाईले चलाउन सक्नुहुन्छ। पहाडमा चलाउँदाखेरि 45 डिग्रीसम्मको पहाडमा चलाउन सक्नुहुन्छ। सँगसँगै तपाईले पेडल एसिस्टको सहारा लिन सक्नुहुन्छ। भने चाहिँ पेडल पनि चलाउने, एक्सिलेटर पनि बटार्ने र पेडल पनि गर्ने भने चाहिँ अलि राम्रो खालको उकालो तान्नु पर्छ। हजुर 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 यस। भने चाहिँ नर्मली कस्तो पहाडमा चलाउँदा ठिक हुन्छ होला यो? पहाड नर्मली 45 डिग्रीमा तपाईले चलाउन सक्नुहुन्छ। 45 डिग्री भनेको 45 डिग्रीसम्मको उकालो भएको ठाउँमा चाहिँ पेडल गरेर चलाउन सक्नुहुन्छ। ए ओके ओके ल। अनि कस्तो व्यक्ति कति एजको मान्छेले चलाउन सकिन्छ? यो हरेक उमेर समूहले चलाउन मिल्छ। एडल्ट एउटा 22 देखि बुढापाकासम्म सबै उमेर समूहले चलाउन मिल्ने साइकल हो। ए ओके। अनि अब खरिद गर्नु पर्यो भने के सम्पर्क गर्ने? खरिद गर्नु पर्यो भने हाम्रो भिडियोको लिंकमा र भिडियोमा दिएको नम्बरमा तपाईले कल गर्न सक्नुहुन्छ। विराटनगरमा हेड अफिस रहेको छ। सँगसँगै नेपालको प्रमुख सहरहरुमा यसको शोरूम छ। शोरूममा उपलब्ध नम्बरमा हामीलाई डाइरेक्ट नम्बरमा हामीलाई सम्पर्क गर्नुस् र त्यहाँबाट तपाईले लोकेसन हामी अथवा होम डेलिभरी पनि उपलब्ध गराइदिनेछौँ।